आज चाहिँ शुभ बिहानीमा हाम्रो आदरणीय सर आउनु भएको रहेछ। यो आफ्नो ड्रेसमा चाहिँ आउनु भएको छ। उहाँ चाहिँ माछा पोखरीमा चाहिँ आज के छ अरे हजुरहरूको पिकनिक छ अरे। अनि पिकनिकमा जानको लागि चाहिँ आउनु भएको रहेछ। मलाई अत्यन्तै माया गर्ने हाम्रो अङ्कल आन्टी हुनुहुन्छ, यहाँ आइराख्नुहुन्छ, बोलाइराख्नुहुन्छ। अनि आज यो शुभ बिहानीमा चाहिँ एकदम शुभमा उहाँको चाहिँ एकदमै यो आफ्नो पोसाकमा चाहिँ सजिएर यति राम्रो राम्रो देखिनुहुन्छ। यहाँ चाहिँ हाम्रो अङ्कल आन्टी पुरै चाहिँ आफ्नो पोसाकमा चाहिँ हाम्रो नेपाल यस्तो बहुजाति बहुभाषिक बहुधार्मिक देश हो। हाम्रो देशमा चाहिँ हरेक जात जातिको चाहिँ ड्रेसहरू छ, अति राम्रो राम्रो ड्रेसहरू छ। हाम्रो चाहिँ भाषा संस्कृति अति राम्रो छ। त्यसैले नै यो चाहिँ एकदमै सुन्दर नेपाल भनेको हो। विश्वको सामु चाहिँ यो नेपाल देश चाहिँ चिनिएको हो। यति राम्रो हुनुहुन्छ। शुभमा हजुरको नाम चाहिँ के हो अङ्कल? इन्द्रबहादुर छन्त्याल। यति राम्रो राम्रो हुनुहुन्छ यो ड्रेसमा। यो चाहिँ हजुरहरू सबैजनालाई शुभ बिहानीको चाहिँ धेरै धेरै नमस्कार। सबैजनालाई चाहिँ सधैँभरि सर्वशक्तिमान भगवान् शिव बाबाको छत्र छाया रहिरहोस्। परमात्माको चाहिँ सधैँ सबैलाई सुख दुःख शान्तिहरू सबै हटेर जाउन्। विश्वमा सबै सुख शान्ति मिलोस्, सबको कल्याण होस्, सबको भलो होस्, सबै सुखी रहौँ। थ्याङ्क यू सबैको शुभ रहोस् दिन, सबैको शुभ रहोस्।